राम्रो गीत तो धुला खान्छ कि मामा कहाँबाट घरपट्टि आमा हामीसँग खेल्नु पनि हुँदैछ तर हामीलाई हेर्नु पनि 2000 कनक नोट त्यको चिटिक्कै चटक्कै भएको छ हैन मुखमा बिलिन्छ मैले सिकाएको थ्यांक यू मान्छे बनाउनु सुनेछ ओ दाइ भइरहेछ तम्क्यो पुरा चकाचा भगिया मत देखि मुक्तर मत सधैँमा भरि अमरे राम काशी सही थियो मैले यो साइड भन्दा त राम्रो भएको छ ल लो सुखाइ सुख होस् दुखले कहिले न छोस लु गाइस अहिले चाहिँ हामीले हार्पिकमा डुबाएर मोल्दैछ यो अब तिहारको लागि है काँचाको थाल यो तामाको उयोहरू भाँडाहरू घैलाहरू होइन अब त तिहार आयो तिहारको लागि त सबै रेडी गर्नु पर्यो नि त अन्त अघि दिन चाहिँ हामीले बकुटाहरू चाहिँ प्रितम्बरले पुरा मोल्यो उयो गर्यो टाइम लाग्यो अन्त हामीले चाहिँ अब हार्पिकमा ट्राई गरेर हेरौँ भनेर कुरा गरिरहेको थियो अन्त ठिक्कै छ हार्पिकमा अहिले ट्राई गरेको त हेर्न क्या सफा भएछ क्या डेन्जर सफा हुँदैछ चटक्कै म चाहिँ यहाँनिर डुबाउँदै आमालाई दिँदैछु आमा चाहिँ यहाँ मोल्नु हुँदैछ फेरि स्टिल जुसले अहिले हेर्नुहोस् यो कलर यो चाहिँ अहिले हामीले धुएको छैन हो यो चाहिँ यतिको छ अन्त हामीले चाहिँ तातो पानीमा हार्पिक हालेको छु है तर अहिलेसम्म सबले थाहा पाइसकेको छ र पनि हामीले ट्राई चाहिँ नगरेको ट्राई गरेको थिएन हामीले ट्राई गरेको तातो पानी हाल्नुपर्छ भन्ने थाहा छैन हो हातले गऱ्यो भने मजाले टल्क्यो के पर्ने हेर्नु न कलर एकैछिनमा 5 मिनट पनि राखेन हौ 1 मिनट राख्नु भइहाल्दो रहेछ कुनै कति सेकेन्ड 30 सेकेन्ड 20 सेकेन्ड राख्नु हुन्छ कस्तो मजाले टल्केर निस्किँदैछ लु गाइस उता चाहिँ आमाले धुँदै पठाउनु हुँदैछ म चाहिँ यहाँ पुस्नु किनकि अब यो पुसेन भने चाहिँ दाग बसिहाल्छ अरे क्या पुसिहाल्नुपर्छ अरे धुको बित्तिकै हार्पिक लगाएर त नि मतलब चक्का चाँद भयो यसो यसो गर्नु पऱ्यो बाल्कनीमा आधी त सुकाएको छु कि मैले तर फेरि अब यतैनिर रहेछ घाम भनेर यतै सुकाइदिएको आरामले प्रीतम्बर नहीं हार्पिक में डाल के डुबा के साफ हो गया पत्ताउँदै पत्ताउँदैन आन्टी चलिए ना हम दिखाएगा आपको टक्क भएको छ क्या दामी देख्छ है यस्तो टल्केको देख्दाखेरि त हेर्नु न आन्टी चलिए त हम दिखाएगा पत्ताउँदै पत्ताउँदैन आन्टीले मेरो कुरा चलिए न यतिको कालो छ और घुमाए और घुमाए यतिको कालो छ हेर्नु है यस्तो छ होइन और ये डुबाबो 1 मिनट भी नहीं लगेगा ऐसा करके धो दीजिए जल्दी होगा हाँ गर्म पानी है तो दूसरा घर में तो करता है ना हम लोगों में तो टाइम नहीं है क्या करता है नहीं करता नहीं करता नहीं पितली बर्सन ना मजा पूरे पितली बर्सन पितल भयो पितली है नहीं पूरे टाइम लगे ना क्या टाइम लगेगा धुँदा हेर्नु त सफा देख्दैछ यस्तो कालोलाई हेर्नु न एक्चुअली कहाँ से बाबा आया एनर्जी इसका आइडिया आया भगवान ठाकुर फेसबुक में देखा है दीदी तो काजे दरकल नहीं काजे लोग हटाओ काजे हां ठीक है अब ए हार्पिक ना हां अपने दिखाबे আমি দেখব এ আপনার দেখবি फिर আবার তোমাক দেখলে फिर আবার এই ঠকার লোক আবার এরকম করবে জানিস है ना तो करिए ना तो जल्दी होता है ऐसा वाला तेरा देख के वो लोग करेगा हाँ और आप मास्टर नहीं पड़ेगा ना ऐसे ही करे ऐसे ही करेगा बोलो तो यस्तो दामी भइरहेछ तम्क्यो पुरा चकाचा भगिया मत देखि मुक्तर मत हात केही भएन भन्छ म त केही भएन त
पहिलादेखि पोलेको थियो अहिले केही महिना कति काटेको छ जमिन होइन गाडीमा काम गरेर फाइनली हामीले सबै धोइसक्यो है अन्त घाम अहिलेसम्म छ घाम गएकै छैन ठिकै वेट गरेको होला हामीले कहिले धोइसकोस् अन्त के अरे यो सुकाउनु पर्छ भनेर क्या अन्त यहाँ हेर्नुहोस् यतिको चिटिक्कै चटक्कै भएको छ यो हार्पिकको कमाल त एकैछिनमा लाग्यो पहिलातिर हामीले धुँदाखेरि यस्तो ढाड पड्किन्थ्यो ढाड दुख्थ्यो होइन अन्त यो पनि हुन्थ्यो अब जिउ दुख्थ्यो कति दिनभरि लाग्थ्यो नि त अहिले त हामीले कति 2 घन्टामा सक्यो आमा त थाकेर नि सुत्नु मतलब ढल्किन जानुभयो ब्याक टु अनदर ब्लग अफ माई लाइफ आवर लाइफ आज चाहिँ तिहारको दिन हो तर प्रिपरेसन चलिरहेको छ आज दिवालीको ब्लग सबै एउटामै हालिदिने सो हिजोदेखि हामी काम गरेको छ यताउता सबै सफा गरेँ क्या हाम्रो मम्मीले अस्ति नै बिजन छरेको थियो अरे ठिक्कै सयपत्री फुल टिप्ने बेला आयो अब घैलामा हाल्नु लागि यो चाहिँ है यतिको भइरहेछ अन्त आज हामीले के बनाउने भने नि आज चाहिँ म बनाउँदैछु फर्स्ट टाइम बेसनको लड्डु बनाउन आँटेको है त्यहाँदेखि चाहिँ हामी बनाउने सेलरोटी पनि त्यो डल्लै हुँदैछ है सेलरोटी पनि बनाउने हाम्रो घरको सयपत्री फुल क्या दामी बनायो गाइस सुन्नुहोस् तपाईँहरू भयो फुल मजाले सजाउँछ त नि म पास 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 मजाले पास दामी कस्तो भयो नि हामी हिजो भेट्दै जाँदाखेरि गाइस कति थियो 45 बेलुका जाँदाखेरि बेलुका नै 12 बजी जाँदाखेरि 70 रुपैयाँ भएछ केही नघटाएको यति लग्यो भनेर 60 मा दियो आज 50 सम्म दिन्थ्यो रहेछ त्यसो हैन जसले पनि 60 मै दिन्छु भने ए हो तर अब जति हुन्छ त्यति गर्ने त्यो येलो चाहिँ उयसमा छ नि यस्तो छ नि त्यसको एउटा पुग्छ नि लामो अम्मो कहाँ पुग्छ त नि त्यो यो जतिसम्म पुग्छ त्यहाँदेखि चाहिँ त्यो गर्ने येलो कतिवटा लाग्छ छैन बेसी 3 पुग्छ त्यो माथि गरेको हुन्छ ए त्यो हिसाबले त्यो गरौँ न राम्रो चाहिँ देखियो अन्त हाम्रो नयाँ ब्यालेन्स त्यही भएर चाहिँ कहाँबाट पाउँछ सयपत्री फुल पो हामी पत्ता अलिक कम्ती भयो पर्दैन यहाँसम्म पुगिसक्यो हाम्रो दैलोसम्म होइन खै सिसी होइन यहीँ राखौँ नि पुगेन भने किन उकाउनु लो 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 अब बनाए लो हेरौँ कम्ताको नाप्दो रहेछ लु छेउमा छेउमा लानु पऱ्यो नि पातलो भएछ होइन बेबी हो त्यही भएर तिमी यस्तो फुल्लेको हो लतक्क हुन्छ यो ब्याटर यस्तो गर्दै नभए लतक्क भएर त्यो त हुन्छ आई नो द्याट त मैले चाहिँ यो पातलै बनाएको जाने नि किनभने पातलो छ भने चाहिँ उयो गर्नुलाई सजिलो पर्छ नि त त्यहाँ यसमै गर न त्यसो भए एकछिन ल हातले चाहिँ त्यो मोटो भयो भने चाहिँ हातले टक 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 गर्ने हो ल त्यही भएर मैले हातले नगरेको त्यो होइन योले हाल नि यसले तिमीले बगतै त हात उयो यसमा केमा गरेको नि त्यसरी कपालै कपाल आइस ए अझै मलाई खिचेको त ल छोड्छु खै हटा त म गर्छु भयो त लास्टको 2-3 थोपा चाहिँ किन हालेको त्यसरी मलाई खिचेको नि मान्छेको मैले बनाइरहेको थिएँ त ठिकै छ ल ल पक्र फोन बरु यहाँ तिमीले अरे सक्दैन तिमीले त्यो तिमीले हालेको सक्दैन तिमीले के भन्यो त्यसले तिमी नट अप्रुभड राम्रो त राम्रो छ त दामी भयो नि अनि
यतिको त भर्खर मैले सेट निकालेको यो टाँसिसकेको थियो मैले यो तिम्रो भन्दा त राम्रो भएको छ ल डल्लो छ यो डल्लो छ जेवन फास्टमा मेरो त्यस्तो हुन्छ खै नसुन भयो भयो बस्नु तपाईँ बस्नु चिप्ल्यो चिप्ले नि बक्कै केही छैन हात धुनु भयो अब भयो केही छैन नगर न भनेको कस्तो नबुझेको फिन्जो मेरो त्यहाँनिर अर्कै डिजाइन छ अहिले त वेस्ट हुन्छ हेर्नु न गाइस यतिको मैले कम्प्लिट गरिसकेको छु हो हेर्नु न त्यहाँ आएर बिगारेको त्यो बादमा बनाउने नि त हौ ती बादमा बनाऊ मन परेन भने मेरो डिजाइन डाइरेक्ट भन न तिम्रो डिजाइन मन परेन भनेर बरु भन्दा यस्तो गर्नु भन्दा त अब गाइज हेर्नु त मैले रङको रङ्गोली चाहिँ फर्स्ट टाइम बनाएको अस्तिको पालि चाहिँ मैले फर्स्ट बिहा भएर आउँदा चाहिँ फर्स्ट सालमा चाहिँ फुलको रङ्गोली बनाएको थियो होइन पानीमा उयो गरेर सयपत्रीको तर अहिले चाहिँ रङको रङ्गोली के गरेको त्यो इन्डियाको म्याप जस्तै त्यही बनाएको भएन हेर्नु न गाइज अलिअलि बिग्रियो यो छेउछेउतिर बिग्रियो के गर्नु भिन्छ तिमीले अलिकति कन्सन्ट्रेट टच गरेर बिग्रिन्छ किनभने एकखेप तानिसक्छ नि तिमीले रि गर्छौ नि त्यो बिग्रिहाल्छ त्यही भएर त मैले नगरेको गर्दै गर्नु म तल गर्दैछु ओके भयो साह्रो किन हाल्ने अहिले यस्तो धुला खान्छ कि उता फिन्छ मामा भनिदिउँ ओ फिन्जोले पानी हालिदिँदैछ गाइस 3 बजिसक्यो अब पूजा गर्ने टाइम भइसक्यो मेरो लड्डु पनि बनाउनु पर्ने छ बेसनको लड्डु आइन्छ नि मैले बनाइसकेको छु न त गाइस मेरो रङ्गोली चाहिँ यतिको भयो कम्प्लिट भएर है साइड साइडमा हामीले अघि टिपेको सयपत्री फुल पनि राख्यो होइन अन्त मैले कम्प्लिट प्रोसेस बनाएको चाहिँ सर्ट्समा हालेको छु त्यसमा तपाईँहरूले देख्नुभयो होला कतिजनाले है अनि कस्तो भयो भनिदिनुहोस् है कमेन्ट गरेर सन्चो छ नि उसलाई सन्चो छ नि ह्याप्पी तिहार अब मलाई पनि भनेर यता 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 मान्छे नि मानिहाल्छ नि अन्त अर्कोलाई लगाइदियो भने मलाई पनि लगाइदेऊ न भन्ने आएको पुच्छर माया गुड गर्ल हो हाम्रो गुड गर्ल ह्याप्पी तिहार खाने होइन यहाँ भयो भयो दुईजनालाई मम्मासँग राखेर फोटो खिच्नु पनि तिहार हो त हौ ए मेरो भन्दा हेर्नु म तपाईँहरूसँग भेट्नै पाएको छुइनँ अघि एकछिन मात्रै भेट्दैछु होइन किनकि त्यही हामी सबैजना बिजी भइरहेछ घरमा अहिले आफ्नो आफ्नो डिपार्टमेन्ट सम्हाल्दै अन्त मेरो रङ्गोली अहिले देखाउँछु है लाइट लगाएर होइन दियो लगाएर अन्त हेर्नु न यसको प्रोसेस चाहिँ म सर्ट्समा हालिदिन्छु है रेसिपी विथ एभ्रिथिङ मैले चाहिँ बनाउँदैछु बेसनको लड्डु फाइनली है तपाईँहरूलाई अघि भनेको थिएँ अन्त गोलो पनि भयो यतिको चाहिँ भएको छ नि त दामी भयो
I'm proud of you, my buddy. आज चाहिँ म जसरी पनि मतलब दिवालीको दिन चाहिँ म आफ्नो हातले केही बनाएर चलाउँछु लु अब राम्ररी भटाएन भने चाहिँ पैसा कम्ती अहिले भनिदिरहेछ लु यति आराम दिएको छ बसेर भटाउनु पाइरहेछ हो राम्ररी गीत गान पैसा कम्ती गाइस अब चाहिँ हामी सबै रेडी भइसक्यो हेर्नु हाम्रो यो दिवालीको लुक हैन यहाँ सबै छ रेडी मैले बनाएको लड्डु देखाइदेऊ न पहिला टेस्ट चाहिँ गरेको छैन है गीत गाएको छैन अहिले नै टेस्ट त्यस्तो दामी मिठो भएको छ कि हो र सँगै खाएर हेरौँ त यस्तो डरलाग्दो भयो र भने साँच्ची हो हो अनि मैले सिकाएको थिएँ नि मलाई ह्याप्पी दिवाली ह्याप्पी तिहार अब ह्याप्पी तिहार मैले सिकाएको थ्याङ्क यू हेलो अब चाहिँ हामी चाहिँ भैलो खेल्न आँटेको हाम्रै घरमा होइन अब हामी त बाहिर जाने होइन अर्को राम्ररी गीत गान पैसा दिँदैन अहिले भन्दैन यो चाहिँ यस्तो हो है यहाँ घरपट्टि बाबाहरू यता छ घरको बाउहरू यहाँ छ दुईजना आर्टिकल चाहिँ पैसा पाउँछ किन अन्डर किन देखाएको यता देखाऊ अन्डर चाहिँ किन देखाएको भने हेर्नुपर्छ नि कति दिन्छ राम्ररी गीत गाए पो दिने राम्ररी गीत गाए पो दिने घरपट्टि आमा हामीसँग खेल्नु पनि हुँदैछ तर हामीलाई हेर्नु 2000 करक नोट छ हामीलाई 1000 छ लक्ष्मी यो चाहिँ गाइस हाम्रो दोकान र घरको कोल्याब दोकान र घरको लागि अहिले यतानिर नै हामीले गरेको किनकि अब ढिलो भइसक्यो होइन सो दोकानको पनि घरको पनि दिनुपर्छ लु त अनि पहिला गीत गाउँ न त गीत गाएको छैन पैसा मागेको मागेछ बाबाहरूले म्युजिक दिनुहुन्छ ब्याकग्राउन्ड म गीत गाउँछु ल हेरौँ अलिअलि गाउँदै गाउँछ तर होइन एकजनाले खालि गीत गायो भने एकजनाकै पैसा दिन्छ हामी त्यही हो थपडै मार्यो होइन इन्जोयमेन्ट हुनुपर्छ ल म खाइदिन्छु म सिकाइदिउँ म सिकाउँ आएर त्यो भैलोले पनि आउँछ कि त्यो म पर्फेक्ट माथिदेखि गाउनु आँटेको ल ल ल मलाई उयो गर्नु दिएको छैन याद गर्नु ल ल ल गीत गाउने अरे म सिकाइदिन्छु हौ भैलेनी ल यही हो ल भाइ यस्तो गर्नु भैलो भैलो भन्दैमा हामी आयो वर्षाको चारैमा लाउन आयो कहाँबाट वर्षाको चारैमा लाउन आयो 3 महिना साल बित्यो आउँछ हाम्रो चाड 3 महिना साल बित्यो आउँछ हाम्रो चाड भैलो भैलो भन्दै हामी आइपुग्यौँ यहाँ भैलो भैलो भन्दै हामी आइपुग्यौँ यहाँ भैलो भैलो भन्दैमा हामी आयो वर्षादेखिको चाडै मनाउन आयो तिहारै आयो लौजुमी मिली तिहारै आयो लौजुमी यसो न हजुर भैलेनी आयो आगा यसो न हजुर भैलेनी आए आगा दैलोमा बत्ती झालैमा बत्ती दैलोमा बत्ती झालैमा बत्ती यसो न हजुर झरबत्ती थालैमा यसो न हजुर झरबत्ती थालैमा भैलेनी 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 एउटा
भैलेनी आयो आँगन बरली गुरली राखना ए औँसीको दिन गाई तिहारो भैलो गाई तिहारो दक्षिणा बढ्दै जान्छ राम्रो गीत गाए बढ्छ राम्रो गीत गाए बढ्छ होइन राम्रो गीत गाउनु बढ्छ हेरौँ न कति गीत गाउँछ हेरौँ न पहिला कति गीत गाउँछ बढ्दै जान्छ होइन 500 थपे यसो छिटो पाए पो अरू जग्गा कति गीत गर्नुपर्छ भैलेनी आयो गीत आउँदैछ पैसा थप भन्दैछ साथीलाई पैसा थप भन्दैछ पैसा बढ्यो ल लक्ष्मी आयो गाउँदैछ निमा यो चाहिँ डोमाले गीत गायो भनेर है निमा यो चाहिँ डोमाले गीत गायो भनेर यसले बटाउँदैन पछाडिबाट आए फिर आए खै लो पदवा अब बढ्दैन यस्तो पाराले बढ्दैन खै यो पनि बन्द भयो लु यो पनि गीत गर्नु खै यस्तो त छ खै ल यो दिउँ अब ल आशिष दिउँ आशिष ल
अरू अरू लो यहाँ खै लो Yeah, no. ल अब चाहिँ आशिष दिनु है ल बसौँ अब बसौँ त अब बसौँ अब कहाँ हात थाप्दै रहेछ अगाडि नै पहिला बसौँ न सबैजना दियो भन्दा के गरेर त्यो त्यो अहिले पर्दैन हौ बस्नु नि सबैजना बस्नु त्यही भने अम्बो बेसी भएर हो बेसी पैसा बेसी भएको यहाँ बाहिर आउनुसम्म भइसक्यो घरपट्टि बाबुहरू बस्नुपर्छ तिमी चाहिँ यस्तो गर्नुपर्छ यो चामल त्यो डोमाको ल त्यही छर्काउने हो त्यहीँ छर्काउने ल लाइट बाल्नु पर्दैन लाइट त वरिपरि लाइटै लाइट छ नि त्यही लु आशीर्वाद दिनु पर्यो नि त लु लु हेलो ल गरिराख्नु जबसम्म गर्छ नि यसमा यसमा ढाकीमा यस्तो ए भएन भएन पैसा हटाउनु पर्ने रहेछ ओ आएन आएन रक्सी ल्याइदिउँ रक्सी रक्सी खाने रक्सी वाइन ल्याइदिउँ कि 3, 2, 1 go आशीषै दिजौ भैलेनीबाट कन्ने केटीको आशीषै थापा यसैमा घरका लक्ष्मीले ढुङ्गा छुँदा सुनै हवन यसैमा घरको लक्ष्मीले पानी छुँदा त्यसलाई हवन यसैमा घरको लक्ष्मीले माटो छुँदा अन्नै हवन यसैमा घरको अरुवा पन्छी उर्दामा खेरे सुर्जै ढाकुन यसैमा घरको लाला बाला सधैँमा भरि अमरै रहन् अहिले त्यो अहिले 500 रुपियाँ हटिन्छ अहिले त्यहाँबाट अहिले 500 रुपियाँको चाहिँ हटिन्छ अहिले घटिन्छ अहिले त थपडी मार्दै त्यहाँ एक एकवटा निकाल अहिले अर्क्यो भने अहिले दाजु भाइको बिजनेस धेरै उँभो चरुन् यसैमा घरको यसैमा घरको बुहारीको भन न युट्युबहरू पहिला त जिरो फिगर होस् त फिगर रहन् यसैमा घरको छोरीको नि बोर्ड एक्जाममा त टपै रहन् टप त हमेसा हुन्छ तर आज चाहिँ टप होस् क्या यसैमा घरको आमाको नि सधैँमै खुसी
भयो ल भयो ल भयो ल यसैमा घरको ठुलो बाको छिटोमा छिटो बिहा खानु पाऊ ए तर म त के भनेको रहेछ भनेको त ए ल अरू यसैमा घरको पिङ्की र डोमा सधैँभरि भुकिरहन् भयो अब त्यो चाहिँ के भन्नु खोजेको थपेपछि त आशिष दिन्थ्यो त अब चाहिँ धन्यवाद ल अब अहिले गर्छ अहिले अझै आधीमै अहिले काट्नु लगायो अहिले अझै आशिष खै अझै एउटा छ त यसैमा घरको बुहारीको पनि रिस चाहिँ अलि कम्ती गरून् यसैमा घरको बुहारीको दिमाग पनि अलिकति चलुन् अनि के भन्छ अब के गर्नु बुढाको इन्सल्ट गर्नु चाहन्दैन बिहाइन्ड द क्यामेरा डलक त हुन्छ ल ल अब बिहाइन्ड द क्यामेरा त सबको हुन्छ नि ल ल ल न यसैमा घरको बुहारीले त बुढा चैलाई ज्यादै नगरौँ या गरौँ माया त गर्छ कराउनु कुरा नि लो लो मामाले के भन्नुहुन्छ छोरीले पाउन् लो ल नाइस लो मान्छेहरू 10 घर खेल्छ तर हामी एक घरमा 10 खेलेको जति पाइरहेछ त भइहाल्यो एक घरमै हामीले यस्तो राम्रो खेले कि 10 घर जानु परेन 10 घर गएको जति नै पाएन नि ल त्यो 10 घरलाई पनि यहाँ घरबाटै आशिष हैन सबैलाई यो भिडियोबाट भिडियोको थ्रुबाट आएको जस्तो सबैलाई घरमै बसेर रमाइलो गर्यो ए हाम्रो सब्स्क्राइबरहरुलाई पनि फलोवर्स पैसाको लागि अन्त जिपे अकाउन्ट यसमै फलोवर्सले आफ्नो लाइफमा उम्बो लागुन् अनि लो यति खुसी रहूं कुनै दुखाले यति भेट पठाइदिएको लागि हो यो भिडियोको बाद एउटा क्युआर कोड आउँछ त्यसमा पैसा पठाइदिँदा हुन्छ आशिषको लागि सब्स्क्राइबर्सहरूले लो सुखै सुख होस् दुखले कहिले न छोस् धन्यवाद लो 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 हाम्रो मनबाट यसरी नै हाम्रो दसैँ बितायो तिहार मनायो ल साङ्गेले भोलि भ्याक्युम लगाउनुपर्छ हेर्दैछ भुइँमा ल ल न लु न ल पैसा उठाएर साङ्गेलाई यहाँ चामल घैँडा दिनु पर्यो नि पैसा उठाएर घैँडा हातमा दिनु पर्यो नि साङ्गेलाई ए त्यो चाहिँ सबै कम्प्लिट तल थालसँगै दिनुपर्छ नि त होइन केही छैन लु लु अब देऊ त लु छिमीले पनि पक्रियौँ पैसा दिनुपर्छ भन्दै त्यहाँ सिन्सियर छ छिमी एकदम सिन्सियर छ ल 4 by 5 6 7 8 9 10 5,000 divided by 3 4
4 योले भट्टाको छ योले तपाईँहरूभन्दा बेसी भट्टाको छ बिचरा यस्तो छ बिचरा योले कति भट्टायो लु कति बाने पाउनु है लु अब ए भइहाल्यो ठिक भइहाल्यो यो पनि आयो मलाई चाहिँ भन्दैछ हो यहाँ हो मलाई चाहिँ आशिष ल आशिष दे त